अलिकति यो राखिदिउँ। अनि तपाईँले चाहिँ यो हातले नै यस्तो गरे पनि हुन्छ, स्मच गरे पनि है। म चाहिँ यहाँ हातले देखाउने ट्राई गर्छु तपाईँलाई। हल्का हातले चाहिँ पछाडि लगाउनु होला कि यसरी। जसले चाहिँ ब्रसहरू युज गर्नुहुन्न नि उहाँहरूले चाहिँ यस्तो गरे पनि हुन्छ कि। हेर्नु त धेरै एकदमै धेरै देखेको छैन होइन। तपाईँले चाहिँ यो यहाँनिर त्यो टेपहरू राखेर पनि गर्न सक्नुहुन्छ होइन। म चाहिँ अहिले लास्टमा यसलाई यस्तो क्लिन गर्छु। सो हेर्नु त धेरै टु मच पनि देखिया छैन होइन। यो गरेपछि चाहिँ यसलाई चाहिँ मजाले ब्लेन्ड गरिसकेपछि तपाईँले सक्नु भएन भने चाहिँ ब्रसले गरे पनि हुन्छ है। ब्लेन्ड गर्न चाहिँ मजाले ब्लेन्ड गर्नु होला। अनि त्यो माथि चाहिँ अलिअलि यो अहिले यस्तो देखिया छ होइन। बनिसकेपछि यो एकदम राम्रो देखिन्छ कि। सो नआत्तिनु होला अहिले चाहिँ होला कस्तो भयो भनेर। द्याट्स फाइन, सबै मिल्छ है। अनि हाम्रो यो माथिको क्रिजमा चाहिँ होइन तपाईँको हड्डी छ नि जाने नि, त्यहाँनिर चाहिँ अलिकति अर्कै कलर लगाएर हल्का गर्नु होला। गाइज मैले चाहिँ दुवैतिर गरेको छु। तपाईँ अलिकति अब केही कटन उसले चाहिँ तपाईँले यो चाहिँ मिलाउनु भयो भने हुन्छ है। अनि धेरै टु मच पनि गरेको छैन। अनि त्यसपछि चाहिँ कुनै पनि तपाईँले ग्लिटर लाउन सक्नुहुन्छ कि त्यसको माथि चाहिँ। अनि चाहिँ म्याचिङ हुने खालको है, उस्तै उस्तै अब स्मोकी नै देखिने खालको ग्लिटर लाउनु भयो भने। सो यो चाहिँ मसँग चाहिँ यो थियो, मैले यो चाहिँ लाउनु थालेको थियो। सो यस्तो लगाइदिनु भयो भने अनि चाहिँ धेरै गर्नु पर्दैन। ल हेर्नुहोस् त अघि कस्तो देखिरहेको थियो है। मैले केही पनि गरेको छैन धेरै। अब यति गऱ्यो भने चाहिँ एकदमै पर्फेक्ट नभए पनि केही नगर्नु भन्दा यस्तो गरेको बेटर चाहिँ देखिन्छ कि होइन। पार्टी जाँदाखेरि केही नगरिकन होइन, सिम्पल एकदमै केही नलगाएर जानुभन्दा हामी पार्टीमा गइरहेको छौँ, पार्टीमा गए जस्तो हुनु पऱ्यो नि। सो अघि चाहिँ एकदमै धेरै जस्तो देखिरहेको थियो होइन। हजुरहरूलाई एकदम धेरै नै भयो जस्तो लाग्यो होला होइन। स्पेसली यो मेकअप चाहिँ मैले एकदम अब जान्नेहरू त जान्ने हुनुहुन्छ होइन। अब म जस्तै एकदमै ठिकै छ नि त, हामी पनि ट्राई गरेर राम्रो भएर हिँडौँ न त भन्ने मान्छेलाई हो है यो मेकअप। फेरि एकदम जानेको मान्छेहरूले चाहिँ यस्तो गरेछ भनेर